यहाँ जन्मेको कुनै व्यक्ति स्वतः खराब या असल हुँदैन, मानिसलाई खराब र असल बनाउने वातावरण र परिस्थितिले हो। आज शुक्रबार, आकाश सफा छ। सबैजना घरको छतमा जम्मा भए। शरद पूर्णिमाका पूर्णचन्द्र जीवन्त साक्षीको रूपमा हेरिरहेछन् माथिबाट। छोरा सुनन्दले गिलासमा वाइन खन्याउँदै भने, बुवा के गर्ने, खाने त होला? बुवा, एक गिलास त खानु पर्ला। सुनन्द, बुवासँग एउटा सल्लाह गर्नु थियो। बुहारी सुतिष्ठा, सल्लाह गर्न पनि जिब्रो चपाउनु पर्छ र? बुवालाई घरबाट निकाला गरेर वृद्धाश्रममा पठाउन लागेको होइन क्यारे? बुढो भएपछि सजिलो हुन पनि सिक्नुपर्छ। जति हैकम चलाउनु पर्ने चलाइसक्नुभयो बुवाले। बुवाले कपाल रङ्गाएर जवान बन्ने असफल प्रयास गर्नुको पनि कुनै अर्थ छैन। अब त एकान्तमा बसेर राम नाम जप्नुपर्छ। यस्तै वृद्ध उमेरका लागि बनेका हुन् राम, हो कि होइन बुवा? सुधीन्द्र, हो। तिम्रो बेला बेलामा शिक्षा दिने बानी निकै मनपर्छ मलाई। सुनन्द, बुवा, अब बाको कोठामा सर्नुपर्ने भयो। यी हुन् सुधीन्द्रनाथ, प्रोफेसर सुधीन्द्रनाथ शर्मा। अवकाश भएको वर्ष दिन भयो। अहिले 64 वर्ष पुगे। सुधीन्द्रका बाबु त्रिशक्तिनाथ राणा शासनको समयमै पाल्पाबाट काठमाडौँ आएका। यतैको यतै भए। 3 धारामा पढ्न भनेर एक मोहर कम्मरमा बाँधेर आएका थिए उनी। पाल्पातिर घर भएका एकजना बिचारीको साथ लागेर काठमाडौँ खाल्डोमा प्रवेश गरेका त्रिशक्तिनाथ गुरुजुको घरमा बसे। 11 वर्षका उनको काम थियो तमाखु भर्ने, पूजाको सामान तयार गर्ने, चन्दन घोट्ने र गुरुजु बाजेका लागि पान सुपारी किनेर ल्याइदिने। पूर्व मध्यमासम्म पढेका त्रिशक्तिनाथ महाराज जुद्ध शमशेरको समयमा सरकारी जागिरे भएका थिए। धेरै वर्ष खड्दार भएर काम गरेको हुँदा दिल्ली बजारतिरका मानिसहरू उनलाई खड्दार बाजे भनेर चिन्थे। सुधीन्द्र जन्मेको 3 वर्षमै खड्दारनी बितिन्। सुधीन्द्रलाई आमाको माया के हो भन्ने अनुभव हुनै पाएन। खड्दार बाजे भन्ने गर्थे, आमाको माया नपाएको मानिसको जीवन अरूले माया नगरे पनि सजिलोसँग बित्छ। यस्तो मानिस मायाको लोभी हुँदैन। सुतिष्ठा, एउटा कुरा भन्छु बुवा, दुःख नमानिस्यो है। के ठिस घर बनाएको हजुरले यो? युनिभर्सिटीको प्रोफेसर रे। सुधीन्द्र, किन दुःख मान्नु? मैले दुःख मान्छु कि भन्ने सोचेर नभने तापनि यो तिम्रो मनमा बसेको कुरा हो। मनको कुरा मुखमा ल्यायो। मलाई यसमा कुनै गुनासो छैन। मेरो बाले बुढेसकालमा बनाएको घर हो यो। मलाई तिम्रो सामु कुनै बडप्पन देखाउनु छैन। यो 8 आना जग्गा गुरुजुले टीका लाएर दिएको रे बालाई। खरदार बाजेको नाति प्रोफेसरको छोरा, निकै होला भनेर ड्याडीले दिस्या हो रे। भित्र पस्दा औकात देखियो। सुनन्द, तिमी बढी बोल्दैछौ सुतिष्ठा। सुधीन्द्र, सुतिष्ठा ठिक भन्दैछिन्। उनले खोजे जस्तो नपाएको कुरा फरासिलो तरिकाले व्यक्त गर्नु बढी हुनु होइन। क्रुब्ब मानिसलाई मनको झ्याको झार्न दिनुपर्छ, सुन्नुपर्छ। जस्तो प्राप्त गरेको छस् त्यसलाई स्वीकार गर। आफूलाई उपलब्ध भएको कुरा मन परेन भने त्याग्न सक्नुपर्छ। त्याग्न नसक्ने हो भने वास्तविकता स्वीकार गर्नुपर्छ। सुतिष्ठा तेरो वास्तविकता हो। यसलाई सुधार र परिमार्जन गर्नु आवश्यक छ। यो सुतिष्ठाको गल्ती होइन, उनको लालन पालन र माइती घरको सभ्यताको प्रतिनिधित्व मात्र हो। ठीक अर्को दिन शनिबार, प्रोफेसर सुधीन्द्रले बाको कोठा खोले। अहो, बाको कोठा त भूतखाना भएछ। स्वार्थी जीवन प्रवाहमा मानिसले आफू पनि बा भएको बिर्सन्छ। बा हुने प्रोसेस लामो छ। बा बन्नका लागि पहिले अङ्कल बन्नुपर्छ। सुधीन्द्र, धनी बाबुको छोरा नभए तापनि खान लाउन दिन सक्ने बाबुका छोरा थिए। आमा बिनाको बाल्य अवस्था। खरदार बाजेले छोराले माया नपाउला भनेर अर्को विवाह गरेनन्। टुहुरो छोरालाई सकेसम्म सुविधामा राख्ने प्रयत्न गरे उनले, तर पुलपुलिएर बिग्रन दिएनन्। दिल्ली बजारको ओरोलामा डेराको कौसीमा बसेर मोटर गाडी हिँडेको हेर्दथे। बालक सुधीन्द्र यदाकदा साइकल चढेर हिँड्ने केटाहरू देखेर उनलाई पनि रहर लाग्दथ्यो। किन्तु त्यस बखतको नेपालमा साइकल चढ्ने औकात जो कोहीको हुँदैन भन्ने कुरा अबोध बालकलाई के थाहा। 25 वर्ष अघिसम्म सुधीन्द्रलाई कोही सर भन्थे भने कोही दाई। बसका कुनै परिचारकले ओए सर अलि पर जानुस् या ओ दाई अलि मिलाएर उभिनुस् भन्थे। बा त के कसैले अङ्कल पनि भन्दैनथ्यो। एक दिन बाको लागि च्यवनप्रास किन्न गएका थिए। बाठी दुकानी नानीले उनलाई हेर्दै भनेकी थिइन्, यो बर्नभिटा पनि लैजानुस् अङ्कल, तपाईलाई राम्रो गर्छ। दुकानी नानीको 6-7 वर्षको छोरो सँगै खेलिरहेको थियो। तैपनि अङ्कल, उनी झस्केका थिए। यसरी दाईबाट अङ्कलमा मानोन्नति भएको थियो उनको। त्यो उनको जीवनधाराको नयाँ मोडले दिएको अलार्म थियो। निर्मल वास्तविकताको दस्तक थियो त्यो।
बाको कोठाभित्र बिस्तारै टाउको छिराए उनले। चुचुन्द्राहरू च्वाँ गर्दै दगुर्न थाले। टाउकाभरि माकुराको जाल बेरियो। बा बितेको 20 वर्ष भयो। बाको चिन्नो भनी नफालेर राखेका कोही आधा र कोही रित्ता औषधिका सिसी, फोटाहरू, दाढी काट्ने ब्लेड र रेजर, कलम डुबाएर राखेको चेलपार्क मसीको सिसी, नाकभित्रको रौँ काट्ने सानो चुच्चे कैँची, बाक्ला मोटा 2टा डायरी, सबै सामान धुलोले छपक्क ढाकिएका, काठको तख्तामा क्रमशः मिलाएर राखिएका किताबहरू, गोर्कीको आमा, मुन्सी प्रेमचन्द्रको गोदान, देवकोटाको शाकुन्तल र सुलोचना, लेखनाथको तरुण तपसी, कालिदासको रघुवंश र कुमार सम्भव, त्यस बखतको नेपाल, गीता, पुराण र अन्य अनेक लाभदायी पुस्तकहरू, समयको थप्पड खाइरहेको ज्ञानको कैदखाना। आज सुधीन्द्रले सोचे, बाको कोठामा यतिका किताबहरू रहेछन्, बाको सङ्ग्रहमा के छ भन्ने समेत वास्ता गरिएन। जीवनको तरङ्गमा लहरिँदैमा बा बिर्सियो। ब्याङ्क खाता र लाल पूर्जामा मात्र ध्यान गयो। सरको दम बढ्न थाल्यो। झ्याल खोल्ने विचारले पर्दा ताने। गलेको पर्दाको टुक्रा हातमा आयो। उनले बा बोलेको सुने त्यहाँ। लगारेपछि आइस हैन? मलाई थाहा थियो नियतिले तँलाई एक न एक दिन यो कोठाभित्र छिराउनेछ। आज कालचक्र घुम्दै तँसम्म आयो। केही समय पश्चात तेरो छोरामा आइपुग्नेछ। अब समयको नियमलाई स्वीकार गर्दै मौन व्रती भएर बस। कोही खराब हुँदैन, कसैलाई दोष नदे, दुनियाँको रीति हो। सकारात्मक सोच राख, आफ्नो शरीर र बुद्धिले भ्याएसम्म परिश्रम गर, परिस्थितिलाई आत्मसात गर। सुधीन्द्रले ऐना हेरे। कपाल 20% बाँकी छ। त्यही 20% कपालमा 100% कालो दल्छन् उनी। आफ्नो सक्कली रूपलाई आफैबाट लुकाउने प्रयत्न मात्र हो यो। अरूबाट त कहाँ लुकाउन सक्नु? संसार लाटो छैन, सब जान्दछ। सरले आफूलाई बा जस्तै देखे। गालामा उम्रेको मुसो दुरुस्त बाको जस्तो, पानी भरिएका आँखा, जुरुक्क उड्दा ऐया ऐया भन्ने बानी, थोरै चिडचिडे स्वभाव। यही हो उनले पाएको विरासत। पुस्तौँदेखि क्रमागत रूपमा बा बनेका बालकहरू। परिस्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेपछि सबै बाहरूले भन्दै आएको वाक्य हो, तेरो तिम्रो जो विचार, यसैमा कल्याण छ भन्ने बुझेका अनन्त बाहरू। सुधीन्द्रले अतीतको याद गरे। उनी सानै हुँदाको कुरा हो। माघको महिना थियो। बाहिर झमझम माघे झरी लागिरहेको थियो। उनलाई अकस्मात ज्वरो आयो। बाले बाक्लो सिरक ओढाउनु भयो। सुधीन्द्रलाई झ्यालबाट बाहिर परिरहेको झरी हेर्न मन लाग्ने। उनी सिरक फालेर झ्यालको डन्डी समातेर बाहिर हेर्न थाल्दथे। हैरान भएपछि बा उनीसँगै बसेर सिरक समातिरहनुहुन्थ्यो। बाको ताल देखेर उनी मनमनै सोच्दथे, कस्तो खराब बाउ। आज उनी सोच्दैछन्, संसारका सबै बाहरू अलिखित उपन्यास हुन्। प्राग ऐतिहासिक पात्र जस्तै हुन् बाहरू, जसको बारेमा लेख्न छुट्यो। खरदार बाजेको सबै इतिहास सुधीन्द्रलाई थाहा थिएन। उनलाई बाले सरकारी जागिर खाएर राणाको चाकरी गरेको मात्र थाहा थियो। बाले केटाकेटी उमेरमा गुरुजुको तमाखु भरेको वृत्तान्त त उनले डायरी पढेर मात्र थाहा पाए। जीवन कति बनावटी र कृत्रिम छ। जीवनका कतिपय कुरा यस्ता हुन्छन् जुन बाबुले प्यारो छोराबाट समेत लुकाएर राख्ने प्रयास गर्छ। आफूले आफैलाई लुकाएर राख्ने असफल प्रयत्न। सुधीन्द्र कलेज भर्ना भएपछि बासँग बाको बचपन र पढाइबारे सोध्ने गर्दथे। बाले भन्थे, हामी पालपाली हौं बुझिस। नेपाली राजाले धोका दिएर काठमाडौँ बोलाएर पालपाली राजालाई थुनेर राखे। पछि भीमसेन थापाले राजालाई मारेर पाल्पा कब्जा गरेका हुन्। तैँले यति बुझे हुन्छ कि पालपाली राजा तखतमा रहिरहेको भए म राणाको चाकरी गर्न यो खाल्डोमा आउनुपर्ने थिएन। हाम्रा पूर्वज पालपाली राजाको दरबारमा काम गर्दथे। हामी दरबारी खानदानका सन्तान हौं। अरू कुरा बुझ्नु परे म मरेपछि मेरो डायरी हेर्नु। सुधीन्द्र बाको कोठामा बसाइ सरे। त्यहाँ उनले 4वटा हलुका कुर्सी राखे आगन्तुकहरूलाई बसाउन। आहा, खुसी त मनको तरङ्ग पो रहेछ। सगोलमा मिसिएर बस्नुभन्दा यो एकान्तवास आनन्दको लाग्यो उनलाई। उनले बाकै कोठामा चिया पकाउन थाले। आफूलाई खान मन लागेको समयमा खान पाए। भुइँ तलाको कोठा भएको हुँदा साँझ बिहान खाना खाना बाहेक तलमाथि पनि गरिरहनु परेन। सरले खाली जग्गामा तरकारी रोपे, फूल रोपे, गमला सिंगारे। खुसी हुँदै सोचे, नकारात्मक घटनाको सकारात्मक परिणाम। साथीहरू भेट्न र चिच्चाइ गफ हाँक्न छुट पाइयो। धन्यवाद छोरा र बुहारी। रिटायर्ड प्रोफेसरहरू जम्मा हुन पाउने स्वतन्त्र विश्व बन्यो बाको कोठा। तर उनीहरूले बाको कोठाको महत्त्व बुझेका थिएनन्। कतिपय मित्रहरू सोच्दथे, यो बुढेसकालमा हाम्रो सुधीन्द्र सरलाई के भयो? किन आफ्नै घरको बैठक कोठा प्रयोग गर्न वञ्चित छन् यी?
तर उनीहरूलाई होस थिएन या होस भएर पनि बुझ पचाउँथे कि धेरैको अवस्था करिब करिब उस्तै हो। बाको कोठा एक बिम्ब हो जो सार्वभौम र सार्वकालीन छ। सर चुपचाप खाना खान जान्छन्, जे प्राप्त भयो खान्छन्, तथापि बुहारीको स्वभाव उस्तै छ। उनले एक दिन भनेकी थिइन्, बुवाका बुढा साथीहरूलाई घरका मान्छेले लगारेर यता पठाउँछन् कि क्या हो? बुवा पनि कति शान्त भएर बस्न नसकेको होला। अब रामायणको किताब किनेर ल्याइदिन्छु, त्यही पढेर बस्नुहोस्। कस्तो नोइजी बानी। सुतिष्ठाको कुरा सुनेर उसको सानो छोराले भनेको थियो, बुवा नोइजी? ओ गड, यु नोइजी वुमन। माई ग्रान्डपा इज अ काम जेन्टलम्यान। अचेल नाति बुवाको नजिक आउन छाडेको छ। सुतिष्ठाले बाको कोठालाई भूतको कोठा भन्ने गरेको हुँदा उसलाई त्यहाँ आउन डर लाग्छ। बुवा भान्सामा खान आएको बेलामा मात्र उनीसँग बोल्छ बालक। सुधिन्द्रले भनेका थिए, बुहारीले भनेको पनि ठिकै हो, मेरो अलि जोडले बोल्ने बानी छ। मास्टर नपरियो, मेरा साथीहरू पनि मास्टर हुन्, जोडले बोल्छन्। तिम्रो कुनै पनि गुनासोलाई मैले अनुचित रूपमा लिएको छैन। तिम्रो फ्र्याङ्क स्वभाव मन पर्छ मलाई। तिमी आएर मेरो घर उज्यालो पारेकी छौ। मैले आमा कस्तो हुन्छ जानिन। विवाह गरेको 2 वर्षपछि सुनन्द जन्मियो। छोरो जन्मेको 6 महिनापछि उसकी आमा बितिन्। साथीहरूको करबलले मैले अर्को विवाह गरे, परन्तु उनी पनि दक्षिणकाली गएर आउँदा बसले खिचेर बितिन्। हाम्रो घरलाई यति लामो समय उज्यालो पार्ने तिमी एक्ली नारी हौ। सुतिष्ठा, कस्तो अभिशप्त घर हो हजुरको। अनि म कसरी सुखी हुन सक्छु यहाँ? विवाह हुँदाको समयमै हजुरको खुट्टी देखेको हो मैले। न गहना राम्रो, न लुगा राम्रो, न त घर नै राम्रो। हजुरको छोराको राम्रो मुखले के दियो मलाई? थुतुनो देखेर मक्ख पर्नु पनि बेकार रहेछ। स्ट्याटस नभएको फ्यामिली हो हजुरको। मलाई माफ गर्नुस् बुवा, यो आइमाईसँग नसकिने भयो। मुखै साह्रै क्षुद्र। मेरो पेटमा पाप छैन। सबै पाप जति बाहिर निकालेपछि कसरी रहोस् त पेटमा? भन्न दे बाबु यिनलाई। सबै मनका क्लेशहरू पोख्न दे। पीडा बाहिर फालेपछि मन सफा र शान्त हुँदै जान्छ। पर्खेर बस, एक दिन यस्तो आउनेछ जब अहङ्कार आफै थाकेर विश्राम लिन विवश हुनेछ। सबै आगो भइयो भने के बाँकी रह्यो? कोही त पानी हुनै पर्छ। त्यही पानीले आगो शान्त हुँदै जान्छ। सुधिन्द्र विद्वान प्रोफेसर थिए। उनको विद्वानताबाट एउटै घर मात्र अपरिचित थियो, त्यो थियो उनको आफ्नै घर। उनको कोठामा साथीहरूबीच बहस हुन्थ्यो जीवनका बारेमा। एक दिन एउटा साथीले भनेको थियो, मित्र सुधिन्द्र, यो संसार स्वार्थी रहेछ यार, खाली उँधो माया मात्र। के मायालाई उँभोतर्फ उचाल्न मिल्दैन? सुधिन्द्र, मेरो बा भन्ने गर्नुहुन्थ्यो, माया भन्ने कुरा शाश्वत रूपमै उँधो हुन्छ, प्राकृतिक। आमाले शिशुलाई माया गर्नु प्राकृतिक घटना हो, त्यो कसैले सिकाएर हुने होइन। गौँथलीले टाढा टाढाबाट नरम माटो ल्याएर गुण्ड बनाउँछ, फूल पार्छ, बच्चा कोरल्छ, आफू भोको बसेर खुवाउँछ, हुर्काउँछ। जब बच्चेराहरू बलिष्ठ हुन्छन्, भुर्र उडेर जान्छन् बिदा पनि नमागेर। त्यो दिन आमा गौँथलीको सर्वाधिक सुखको दिन हुन्छ। थाहा छ अब फेरि भेट हुने छैन, तर आफूले जन्म दिएका सन्तान उडेर जानु नै उनका लागि असीम खुसीको विषय हो। प्रायः सबै पशुपक्षी जगतमा यही रीत छ प्रकृतिको। केही जलचर र क्षुद्र थलचर प्राणीहरूमा फरक प्रकृति पनि रहेको पाइन्छ, तर बाबुआमालाई माया गर्ने प्रवृत्ति कुनै प्राणीमा पनि छैन। प्रायःले आमा मात्र चिन्छन्, बाबु को हो भन्ने थाहा नै हुँदैन। उँधो माया प्रकृति हो, उँभो माया संस्कृति। उँभो माया स्वाभाविक जैविक प्रवृत्ति होइन, सिकाइएको मात्र हो। सुधिन्द्रका यी साथी नाम चलेका विद्वान हुन्, धेरै कुराको जानकारी राख्छन् उनी, लेखहरू पनि लेखिरहन्छन् उनी, तर पनि सधैँ दुःख मात्र देखाइरहने। यी साथीलाई जीवनमा गुमेका अवसरको मात्र ख्याल आउँछ, छोपेका अवसर बिर्सन्छन्। उनी भन्ने गर्दछन्, आफू कहाँ छु, कहाँ पुग्नु छ र कहाँ पुगेर विसर्जन हुनु छ भन्ने थाहा हुँदाहुँदै पनि ती सबै कुरालाई भविष्यको लागि भनेर थन्क्याएर राखियो। सधैँ यथास्थितिमा बसिरहने बानीले गर्दा यस्तो मुकाममा पुगियो जहाँबाट न अगाडि बढ्न सकिन्छ न त फर्कन नै। आज त्यही स्थानमा बसेर समयको फैसला कुर्न विवश छु साथी। जीवनको खेल मैदान आफूले खाली गरिदिनु पर्दो रहेछ, पत्तै नपाई आफै खाली हुँदै जाँदो रहेछ। हामी पूर्ण छौं, कालक्रममा पूर्णताका विषयवस्तु चेन्ज हुँदै जान्छन्, त्यसलाई स्वीकार गरेर समय र बरकत अनुरूपको कर्म गर्दै जानु नै जीवन हो। फेरि बितेको समयको पूर्णता प्राप्त गर्न त अर्को जन्म लिनुपर्छ।
चन्द्रमा आफ्नो पूर्णता प्राप्त भएपछि घट्दै जान्छ। घट्दै जानु पूर्णतामा ह्रास आएको होइन, बरकत र कर्मको विषयवस्तु बदलिएको मात्र हो। एक दिन यस्तो आउँछ जब चन्द्रमाले कति पनि रोशनी छर्न सक्दैन। यही नै हो अर्को जन्म या अर्को पूर्णता प्राप्त गर्ने शुभ साहित। हामीले बुझ्नु आवश्यक छ, हरेक अँध्यारो आसन्न उज्यालोको पूर्व सूचना हो। साथी, तपाईको कुरा सुनेपछि आङमा घाम लागेको महसुस हुन्छ। तपाई यति शान्त, शालीन र सहनशील हुनुहुन्छ, तर तपाईकी बुहारी भने साह्रो क्षुद्र। कसरी निर्वाह गर्नुहुन्छ तपाई? बुहारी क्षुद्र होइन, परिस्थिति क्षुद्र हो। उनका बाबुले 4-5 वर्षमै जग्गाको दलाली गरेर करोडौं कमाए। बिना परिश्रमको धन जताततै छताछुल भयो। आफू बाहिर होटेलतिर बस्ने, छोराछोरीलाई जे भन्यो त्यही मनग्गे। मेरी बुहारीले सबै कुरा पाइन्, तर अनुशासन, सभ्यता र संस्कार सिक्नबाट वञ्चित पारिइन्। मलाई विश्वास छ यी सुसंस्कृत नारी बन्ने छिन्। संसारलाई मायामय अर्थात् मायाको अधीन भन्छन्। के हो सर यो माया? एक दिनको कुरा हो, नारदले कृष्णलाई भने, प्रभुको मायाको लीला पनि अचम्मै छ। कृष्णले नारदलाई हिँड घुम्न जाउँ भनेर लिएर गए। जाँदा जाँदा उनीहरू टाढा मरुभूमिमा पुगे। गर्मीले व्याकुल भए दुवै। बल्ल बल्ल एउटा वृक्ष भेटियो। उनीहरू त्यही रुखको छायारिमुनि सुस्ताएर बसे। कृष्ण, हे नारद, मलाई साह्रै नै प्यास लाग्यो। ऊ त्यो गाउँ देखिन्छ नि, त्यहाँ गएर मेरो लागि पानी मागेर ल्याऊ। म यही छायारीमा आराम गरेर बस्दछु। नारद बडो मुस्किलले गाउँमा पुगे। दोपहरको समयको मरुभूमिको गाउँ। कुनै घरको ढोका खुला थिएन। लाग्दथ्यो गाउँका सारा प्रजा गर्मी सहन नसकेर अन्यत्र कतै भागे। नारदले एउटा ढोकामा बिस्तारै टकटक हाने। ढोका खुल्यो। अहो, यो के देख्छन् हुनी? आश्चर्यचकित भए नारद। द्वार खोलेर मधुर मुस्कानले स्वागत गर्ने कामदेवकी स्त्री रति समान सुन्दरी षोडशीलाई देखेर धीर चेता नारद अकस्मात कामोत्तेजनाले ग्रस्त भए। एकातिर प्रेमिल उन्मादले व्यथित नारद, त्यसमाथि कन्याको मन्द मुस्कानमय कटाक्ष। मादकताले परिपूर्ण ती युवतीले नारदको सुन्दर मुहार, माला र आकर्षक महानीय शरीरलाई तलदेखि माथिसम्म हेर्न थालिन्। नारदले युवतीको सुन्दरताको वर्णन गर्न थाले। भोलिपल्ट फेरि त्यही पुगे नारद। प्रेमले आफ्नो सीमा नाग्यो। दोहोरो प्रेम भयो। कामवाणले प्रमत्त भए दुवै। तनको मिलनलाई वैधानिक स्वीकृति आवश्यक थियो। व्याकुल नारदले सुन्दरीको बाबुलाई भेटे। विवाह भयो। सँगै बस्न थाले। गहिरो अनुराग, अमर प्रेम समान। यस्तैमा ससुराबा बिते। अब त नारद घरज्वाइँबाट घर मालिकमा पदोन्नत हुन पुगे। आनन्दातिरेकमा 12 वर्ष बितेको पत्तै भएन। सम्पत्ति बढ्दै गयो, सन्तान जन्मे। यो भन्दा सुखी जिन्दगी कसले पाउँछ मर्त्यलोकमा? तर समय सधैँ एकनास कहाँ चल्छ। एक दिन गाउँमा भयानक बाढी आयो। बाढीले चारैतिरबाट घेर्न थाल्यो। चौदिशामा जहाँसम्म आँखा पुग्थे पानी नै पानी। पकाएको खाना डुब्यो, साँचेर राखेको अन्न डुब्यो, पशुहरू डुबे, घरै डुब्न लाग्यो। नारदले एउटा छोरालाई काँधमा राखे। सुन्दरी र अर्को बालकलाई एक हातले समातेर किनाराको खोजीमा निस्के। बाढीको प्रबल तरङ्गले थप्पड हान्दा शरीरको सन्तुलन मिलेन। काँधको छोरो पानीमा खस्यो। उसलाई छोप्न खोज्दा अर्को छोरो पनि हातबाट फुत्केर हेर्दा हेर्दै बगेर गयो। उनी भारी जलतरङ्गको बीचमा पत्नीलाई च्याप्प समातेर घोर विलाप गर्न थाले। तर उनको करुण क्रन्दन सुन्ने र गुहार दिने कोही थिएन त्यहाँ। अठ्याएर राख्ने यत्न काम लागेन। पत्नी पनि बगिन्। आकुल व्याकुल र शोकले ग्रस्त निसहाय नारद जेन तेन किनारामा पुगे। उनी घोप्टो परेर बिलौना गर्न थाले। त्यसै समयमा कसैले प्रेमले पीठ थपथपायो। उनले असहाय आँखा उठाएर हेरे। उनै कृष्ण रहेछन्। कृष्ण, पानी खै त नारद, आधा घण्टा भयो मैले कुरेर बसेको। नारद, आधा घण्टा? म त 12 वर्षसम्म भोग गरेर यो अवस्थामा पुगेको छु प्रभु। आधा घण्टामा नारदले जुन 12 वर्षको भोग गरे त्यही हो माया। अचेल सुधीन्द्र सरको जीवन तुलनात्मक रूपमा सरल र सहज भएको छ। उनी आँगन बढार्छन्, तरकारी फलाउँछन्। सुन्दर फूलहरू ढकमक्क फुलेका छन्। बिहान नित्य 1 अध्याय गीता पाठ गर्छन्। आधा घण्टा हल्का व्यायाम गर्छन्। स्वास्थ्य पनि राम्रो छ। स्वावलम्बन एवं स्वतन्त्रता भन्ने महान वाणीलाई चरितार्थ पारेका छन् सरले। एक दिन बुहारी आएर बाको कोठामा चियाएर हेरिन्। सुधीन्द्र, किन आयो सुतिष्ठा? केही भन्नु छ? सुतिष्ठा, हजुरको केही लुगा धुनु छ भने दिस्यो, म धोइदिन्छु।
धन्यवाद छ नानी, म मेरो लुगा आफै धुन्छु, ज्यानले सक्दासम्म आफ्नो काम आफै गर्नुपर्छ। सुतिष्ठा, कोठा पनि सफा गर्नुपर्ने जस्तो छ, म सफा गरिदिन्छु बुवा। पर्दैन सुतिष्ठा, यति पनि गरिन भने त बिरामी हुन्छु म, तिम्रो आफ्नै त्यत्रो काम छ। सुधीन्द्रले सुत्ने खाटको परसम्म कुचो छिराएर बढार्न थाले। उनलाई कुनै वस्तुले कुचोको लय बिगारेको महसुस भयो। टर्च बालेर हेरे, सानो कन्तुर रहेछ। खाट मुनि छिरेर कन्तुरलाई बाहिर ल्याए। कालो रङको कन्तुरमा सानो ताला झुन्डिएको। बाको पुरानो कन्तुर, के होला यसमा? सुधीन्द्रलाई तीव्र जिज्ञासा भयो। जोडले ताला ताने, ताला खुल्यो। भित्र 5-6वटा चाँदीका सिक्का, गुरुजुको फोटो, जुद्ध शमशेरको पालाका 4-5 नोटहरू। कन्तुरभित्र एउटा सुर्काउने थैली पनि रहेछ। खोलेर हेरे, एउटा सानो कागजमा लेखिएको थियो, नातिको विवाहमा गहना बनाउने सुन 15 तोला रहेछ। केही सल्लाह गर्न नपाई हृदयाघात भएर बितेका थिए बा। सुधीन्द्र एक्लै धरधरी रोएले। ठीक 2 वर्षपछिको शरद पूर्णिमा उनीहरू त्यसै गरी छतमा बसे। सुनन्द, 1 गिलास वाइन खाने त होला नि बुवा? बुवा, नखाने, अब त स्वाद पनि बिर्सियो, अब हरिभजन गर्ने। सुतिष्ठा, बुवा एउटा कुरा भनौँ? भन न, तिमीबाट मैले धेरै शिक्षा लिनु छ। सुतिष्ठा रुन थालिन्। उनले भनिन्, बुवा यु आर ग्रेट, हजुर मेरो बुवा हुनु पर्थ्यो। मैले जीवनमा धेरै गुमाएको रहेछु बुवा। मेरो माइतीमा रात दिन रडाको गर्छन्। मेरो ड्याडीको पुरानो बानी छुटेको छैन। बुहारीहरू पनि राकस परेछन्। सबै मिलेर सम्पत्ति सक्न थाले। मलाई त्यहाँ फर्केर जान मन लाग्दैन। सुनन्द, के यो सपना हो? सुधीन्द्र, यो विपना हो छोरा। हामी धैर्यवान हुनुपर्छ। यहाँ जन्मेको कुनै व्यक्ति स्वतः खराब या असल हुँदैन। मानिसलाई खराब र असल बनाउने वातावरण र परिस्थितिले हो। सुधीन्द्रले बाको कोठामा फेला परेको सुर्के थैली सुतिष्ठाको हातमा राखिदिँदै भनेका थिए, यो तिमीलाई बाको उपहार।